विकासको लक्ष्य सहित अगाडि बढेका रौतहट जिल्लाको स्नात नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले वसन्त पञ्चमीको अवसर पारेर स्नात नगरपालिकामा आजै 3 स्थानमा शिलान्यास गरेका छन्। सोही नगरपालिकाको वडा नम्बर 3 का वडा अध्यक्ष राम कैलाश राउतले 3 दिन अगाडि निशुल्क रूपमा आफ्नो निजी 3 कट्ठा जग्गा नगरपालिका भवन बनाउन उपलब्ध गराएपछि नगर प्रमुख मेहताले मंगलबार नगरपालिका भवनको शिलान्यास गरेका छन्। स्नात नगरपालिकाको वडा नम्बर 3 मा करिब 5 करोड़ रुपैयाँको लागतमा बन्न लागेको सो भवनमा नगरपालिकाले नगरसभाबाट 65 लाख रुपैयाँ विनियोजन गरी टेन्डर गरिसकेको र थप रकमको लागि सम्बन्धित मन्त्रालय र निकायहरूमा समन्वय भइरहेकोले एक सप्ताहभित्र निर्माण काम शुरू हुने मेहताले बताए। हालको डिजाइन अनुसार 3 तले उक्त भवन निर्माण पश्चात जनशक्ति व्यवस्थापन तथा जनताले पाउने काम कार्यवाही समेत छिटो छरितो हुने मेहताले विश्वास लिएका छन्। आफू निर्वाचित कालदेखि नै नगरपालिकाको आफ्नै भवन निर्माणको लागि प्रयासरत रहे तापनि जग्गाको अभावमा भवन निर्माण प्रक्रिया अगाडि बढाउन नसकिएको भए पनि नगर प्रमुखको रूपमा 3 वर्षको कार्यकाल समाप्त भए पछाडि नै भए पनि नगरपालिकाको आफ्नै भवन निर्माण प्रक्रिया अगाडि बढिसकेकोले आफ्नै कार्यकाल उद्घाटन समेत गराउने लक्ष्य रहेको मेहताले बताएका छन्। त्यस्तै मंगलबार नै स्नात नगरपालिका अन्तर्गत वडा नम्बर 8 मनसरीमा रहेको रइस प्राविको भवनको शिलान्यास मेयर मेहताले सम्पन्न गरेका भने आजै सोही नगरपालिकाको वडा नम्बर 9 स्थित लवतना चौकमा हनुमान मन्दिरको शिलान्यास पनि मेहताले गरेका छन्। शिलान्यास कार्यक्रममा सो नगरपालिकाका उपप्रमुख हुस्ना आरा खातुन, विभिन्न वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत 100 को संख्यामा भद्र भलादमीको उपस्थिति रहेको थियो। श्रीपुरमा जटान गरिएको सीसी